सीई को विज्ञान परीक्षा सुन्नेमा कस्तो गाह्रो लाग्छ हैन त? तर सोच्नुस् त, यदि सही तरिका र रणनीति अपनाउने हो भने A+ ल्याउन असम्भव छैन। हो, बिल्कुल सम्भव छ। ल, आज हामी यही विषयमा गहिरेर कुरा गरौँ, कसरी सीई विज्ञानमा एकदमै राम्रो स्कोर गर्न सकिन्छ। आज हामी के कुरा गर्छौं त हेरौँ है। सबभन्दा पहिले A+ को लागि कस्तो जग बनाउने भनेर हेर्छौं। त्यसपछि तयारीका लागि केही खास टिप्सहरू, अनि परीक्षामा उत्तर कसरी लेख्ने, समयको व्यवस्थापन कसरी गर्ने र लास्टमा सफलताको सूत्र के हो त, यी सबै कुरामा हामी एक एक गरेर छलफल गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, A+ को आधार। हेर्नुस्, कुनै पनि कुरामा सफल हुनको लागि जग बलियो हुनुपर्छ, होइन र? यस ई विज्ञानमा पनि यो कुरा ठ्याक्कै लागू हुन्छ। अब सबैको मनमा आउने मुख्य प्रश्न नै यही हो, सीई को विज्ञानमा A+ कसरी ल्याउने त? आजको हाम्रो यो पुरै छलफलको उद्देश्य नै यही प्रश्नको एकदमै व्यावहारिक र काम लाग्ने उत्तर खोज्नु हो। सफलताको लागि पहिलो खुड्किलो भनेकै आफ्नो बाटो चिन्नु हो, मतलब सिलेबसलाई राम्रोसँग बुझ्नु। यहाँ हेर्नुहोस् त, फिजिक्सबाट लगभग 28%, अनि केमिस्ट्री, बायोलोजी र एस्ट्रोनोमी जियोलोजीबाट लगभग 24% को प्रश्न आउँछ। अब कुन विषयलाई कति समय दिने भन्ने कुरा यहीँबाट थाहा हुन्छ। स्मार्ट तरिकाले पढ्ने भनेकै यही हो। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा है, विज्ञान भनेको घोक्ने विषय होइन, पटक्कै होइन। यो त बुझ्ने कुरा हो। हरेक कुराको पछाडि किन र कसरी हुन्छ भनेर खोज्नुपर्छ। जब तपाईँले त्यो बुझ्नुहुन्छ, तब कुराहरू आफै दिमागमा बस्छ। अनि पढेको कुरालाई छोटो छोटो नोट बनाउने र त्यसलाई प्रश्नहरूमा प्र्याक्टिस गर्ने, यो तरिका एकदमै प्रभावकारी हुन्छ। ल, अब जगको कुरा त भयो। अब जाउँ दोस्रो खण्डमा, तयारीका मुख्य टिप्स। यसलाई एक किसिमले आफ्नो हतियारको बाखस जस्तै सम्झनुहोस्, जसले पढाइलाई अझै प्रभावकारी बनाउँछ। पढेको कुरालाई दिमागमा बसाउन प्र्याक्टिस जस्तो राम्रो उपाय अरू केही छैन। जस्तै बायोलोजी र फिजिक्सको लागि सफा र सबै लेबल गरेको डायग्राम बनाउने बानी बसाल्नुहोस्। फिजिक्सको न्युमेरिकल त हरेक दिन गर्ने। अनि कम्तीमा पनि 5 वर्षको पुरानो क्वेसन पेपर हेर्नुहोस्। टाइम लगाएर मोडल क्वेसन हल गर्दा त झन परीक्षाको लागि तयार भइन्छ। ओह, विज्ञान बुझ्ने कुरा हो, तर केही कुराहरू त याद गर्नै पर्छ। जस्तै फिजिक्सको फर्मुलाहरू र केमिस्ट्रीको भ्यालेन्सीहरू एउटा चार्ट बनाएर पढ्ने टेबल अगाडि टाँच्दा कति सजिलो हुन्छ। अनि महत्त्वपूर्ण डेफिनेसनहरू जस्तै न्युटन, जुल र तिनीहरूको एसआई युनिट, यो त जान्नै पर्यो। केमिकल इक्वेसन ब्यालेन्स गर्न सिक्नुहोस्, यसमा मार्क्स पक्का आउँछ। अनि कारण दिनुहोस् वाला प्रश्नहरूको लागि त पहिले नै राम्रो उत्तर तयार पारेर राख्ने। राम्रो नतिजाका लागि स्मार्ट बानीहरू पनि चाहिन्छ। जस्तै पछि रिभिजन गर्न सजिलो होस् भनेर छोटो छोटो बुँदामा नोट बनाउने, कुनै टपिक गाह्रो लाग्यो भने साथी वा शिक्षकसँग सोधिहाल्ने, नडराउने, हप्तामा एकचोटि पढेको कुरा सरर दोहोर्याउने। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो स्वास्थ्य। राम्रोसँग सुत्ने, राम्रो खाने, किनकि स्वास्थ्य दिमागमा नै कुराहरू राम्रोसँग बस्छ। ल, तयारीको कुरा त भयो। अब कुरा गरौँ तेस्रो खण्डको, परीक्षामा उत्तर लेख्ने तरिका। आफूलाई कति आउँछ भन्ने कुरा एउटा पाठ हो, तर त्यसलाई कापीमा कसरी उतार्ने भन्ने कुराले पनि धेरै फरक पार्छ। यहाँ हेर्नुहोस् त, एउटै कुरालाई दुई तरिकाले लेखिएको छ। एकातिर लामो प्याराग्राफ, पढ्नै झ्याउ लाग्ने, अर्कोतिर त्यही कुरालाई सफा बुँदामा अनि मुख्य शब्दहरूलाई अन्डरलाइन गरेर लेखिएको छ। कुन चाहिँ राम्रो देखियो? पक्कै पनि दोस्रो। जाँचकीलाई जति सजिलो भयो, त्यति राम्रो नम्बर आउने चान्स हुन्छ। उत्तर लेख्दा केही नियमहरू छन्, जसलाई गोल्डन रुल्स भन्दा पनि हुन्छ। पहिलो, अक्षर सफा र बुझिने हुनु पर्यो। दोस्रो, लामा लामा प्याराग्राफ होइन, बुँदामा लेख्ने। तेस्रो, महत्त्वपूर्ण शब्दलाई अन्डरलाइन गर्ने। अनि आवश्यक परेको ठाउँमा पेन्सिलले चित्र बनाउने। र यो चाहिँ कहिल्यै नबिर्सनुहोस्, न्युमेरिकलको उत्तरमा युनिट जस्तै 50 केजी वा 10 मिटर पर सेकेन्ड लेख्न छुटाउनै हुँदैन। अब हामी पुग्यौँ हाम्रो चौथो खण्डमा, समयको सही व्यवस्थापन। परीक्षा हलभित्रको त्यो 3 घण्टाको हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। त्यसलाई कसरी राम्रोसँग प्रयोग गर्ने, आउनुहोस् हेरौँ। यो 3 घण्टालाई यसरी बाँड्न सकिन्छ। सुरुको 10 मिनेट प्रश्नपत्र राम्रोसँग पढ्ने र कुन कुन प्रश्न गर्ने हो प्लान बनाउने। त्यसपछिको धेरैजसो समय आफूलाई राम्रोसँग आउने प्रश्नहरू फटाफट गर्ने, गाह्रो प्रश्नलाई पछि गर्छु भनेर छोड्ने। अनि अन्तिमको 10 मिनेट चाहिँ आफूले लेखेको सबै उत्तर एकचोटि फेरि हेर्नको लागि राख्ने। समय व्यवस्थापनको सबैभन्दा ठूलो मन्त्र के हो थाहा छ?
कुनै एउटा प्रश्नमा अड्केर नबस्ने। यदि कुनै प्रश्न गाह्रो लाग्यो, समय खाइरहेको छ भने त्यसलाई छोड्दिनुहोस्, अगाडि बढ्नुहोस्। अरू सबै सकेपछि समय बच्यो भने मात्र त्यसमा फर्केर आउने। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। अहिलेसम्म हामीले जति पनि कुरा गर्यौं ती सबैलाई जोडेर एउटा सफलताको सूत्र बनाऊ। त A+ ल्याउने फर्मुला के रहेछ त? 1. सिलेबस र कन्सेप्टको बलियो जग। 2. डायग्राम, न्युमेरिकल र पुराना प्रश्नहरूको निरन्तर अभ्यास। 3. सफा अक्षर र राम्रो प्रस्तुति। अनि 4. परीक्षाको 3 घण्टाको सही सदुपयोग। यति गरेपछि सफलता टाढा छैन। एउटा कुरा याद राखौं, साँचो क्षमता भनेको उत्तर जान्नु मात्र होइन, बरु परीक्षाको त्यो प्रेसरमा पनि जानेको कुरालाई एकदमै स्पष्ट र आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्नु हो। ल, अब यति धेरै रणनीतिहरू थाहा पाइसकेपछि अब तयारी सुरु गर्न तयार हुनुहुन्छ त? याद राख्नुहोस्, मेहनत र सही तरिका मिल्दा सफलता निश्चित छ।